हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल। फेरि पनि नयाँ भिडियोमा स्वागत छ तपाईलाई। आज हामी गर्नेछौँ सबै एनपिएल टिमको एनालाइज, स्क्वाड एनालाइज गर्नेछौँ। आज हामी च्यानललाई सब्सक्राइब गरेर भिडियो सुरु गरौँ। पहिलो टिम छ विराटनगर किङ्स र विराटनगर किङ्सको क्याप्टेन छन् सन्दीप लामिछाने, त्यसैगरी प्रतीश जीसी, लोकेश बम, बसिर अहमद, नरेन भट्ट, सुभाष भण्डारी, नारायण जोशी, सूर्य तामाङ, साहिल पटेल, शङ्कर राणा, श्रावण किस्कु, जोर्ज मनसे, मार्टिन गप्टिल, जुन चाहिँ निकै नै ठुलो नाम रहेको छ मार्टिन गप्टिलको, र त्यसैगरी शुभम रन्जाने, मर्च्यान्ट डिल्याङ्गे, फाफ डुप्लेसिस, बिग नेम इन एनपिएल, त्यसैगरी स्यामुएल हेजलेट र आयुष नेउपाने। निकै नै स्ट्रङ देखिएको छ विराटनगरको टिम्स। र अर्को टिम छ जनकपुर बोल्स। जनकपुर बोल्सको क्याप्टेन अनिल कुमार शाह, आसिफ शेख, ललित राजवंशी, तुलबहादुर थापा मगर, विकास अग्री, सुभाष खन्सारा, सचिन भट्ट, रूपेश कुमार सिंह, किशोर महतो, मयन यादव, आदित्य महता, लहिरु मिलन्था, जेन निको लफ्टी एटन, लहिरु समाराकोन, वैन पर्नेल, सञ्जय कृष्णमूर्ति, सञ्जित कोरे, इमरान ताहिर र पप्पु यादव। गएको सिजनभन्दा केही विक देखिन्छ, तर पनि त्यति विक पनि छैन। जनकपुर बोल्स अन्डर एस्टिमेट गरेर हुन्न डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्सलाई। त्यसैगरी अर्को टिम छ क्यापिटल सिटीबाट आउने टिम काठमाडौँ गोर्खाज। काठमाडौँ गोर्खाजको क्याप्टेन करण केसी, त्यसैगरी भीम सार्की, राशिद खान, प्रतीक श्रेष्ठ, दिपेश कण्डेल, मोहम्मद आदिल आलम, निकै नै चर्चित खेलाडी, त्यसैगरी साहब आलम, लेफ्ट आर्म अर्थोडक्स, तुलबहादुर थापा, उत्तम थापा मगर, सन्तोष यादव, आकाश त्रिपाठी, रिचार्डो भ्याजकन्सोलोस, जेरार्ड इरास्मस, जोन एन्ड्रु सिम्पसन, मिलिन्द कुमार, सन्नी पटेल, बेन चार्लीवर्थ र सोनु देवकोटा। जुन काठमाडौँ गोर्खाजको टिम निकै ब्यालेन्स टिम देखिएको छ। यो टिम यो एनपिएल सिजन 2 जित्न प्रबल दावेदार पक्कै पनि हुनेछ। कमेन्ट गर्नु होला के लाग्छ तपाईँहरूलाई। त्यसैगरी चितवन राइनोज छ कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, दीपक बोहरा, अमर सिंह रौतेला, रञ्जित कुमार, गौतम केसी, लोकल बोय गौतम केसी, कमल सिंह ऐरी, देव कनाल, अर्जुन साउद, विपिन आचार्य, रवि भोपारा, सोहेल तन्वीर, सेफजेब, डेभिड मलान, अल्पेश रमजाने र लेग स्पिनर ट्यालेन्ट हटबाट आएका सौगात ढकाल। निकै नै उत्कृष्ट देखिएको छ। नेपाली कोर राम्रो छ चितवन राइनोजको। यो टिम पनि टप 4 सुनिश्चित छ। त्यसैगरी पोखरा एभेन्जर्स छ कुशल भुर्तेल, अर्जुन कुमाल, एडम रोजिस्टन, सागर ढकाल, तीर्थराज दास, किरण थगुना, जिमी निसम, दिनेश खरेल, जेसन रोय, आकाश चन्द, विपिन खत्री, अभिषेक तिवारी, ड्यान ट्याबलेट, कृष्ण पौडेल, रेमन रेफेर, सन्दीप छेत्री। पोखरा एभेन्जर्समा इनएक्सपिरियन्स प्लेयरहरूको धेरै सङ्ख्या देखिएको छ। टप 4 निकै नै कठिन हुनेछ उनीहरूको लागि, सुनिश्चित गर्न गाह्रो छ। त्यसैगरी लुम्बिनी लायन्स छ अब रोहित पौडेल, शेर मल्ल, सन्दीप जोरा, दिलीप नाथ, गुलबेदिन नैब, राम्रो बाइयो, रुबिन ट्रुपलमान, सुमित महर्जन, तिलक राज भण्डारी, समिल अरी, जेजे स्मिथ, दिनेश अधिकारी, दुर्गेश गुप्ता, विशाल पटेल, अभिषेक गौतम, दार्सी सट, आदिल खान, थोमस टार्का। यो टिममा पनि नेपाली कोरको केही कमी देखिएको छ। शेर मल्ल, सन्दीप जोरा र रोहित पौडेल बाहेक सबै इनएक्सपिरियन्स देखिरहेको छ। त्यसैले फरेन प्लेयर राम्रो पर्फर्म गर्नुपर्छ। र कर्णाली एक्स क्याप्टेन सम्बल कामी, गुलसन झा, पवन सराफ, विपिन प्रसाद शर्मा, अर्जुन घरती, युनिस विक्रम सिंह ठकुरी, विल बासिस्तो, नन्दन यादव, मार्क वाट, इमरान शेख, जय कृष्ण खोलसावाला, नजिबुल्ला जादरान, दीपक प्रसाद डुम्रे, दिपेन्द्र रावत, म्याक्स ओराट, युवराज खत्री र प्रियङ्क पाञ्चल। प्रियङ्क पाञ्चल प्लेयर टु वाच आउटमा हुनेछन्। निकै नै उत्कृष्ट ब्याट्सम्यान छन् उनी। यो टिम निकै ब्यालेन्स टिम देखिएको छ। टप 4 पुनः सुनिश्चित गर्न सक्ने टिम कर्णाली एक्स। त्यसैगरी सुदूरपश्चिम रोयल्समा छन् दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोरा, क्रिस लिन, बिग नेम, हेमन्त धामी, ईशान पाण्डे, हरमित सिंह, दीपक बोहरा, दिपेन्द्र थापा, जोस ब्राउन, हिकमत महर, मिलन बोहरा, नरेन सौद, स्कोर खुगुलेङ, टेक रावत।
दिपेन्द्र सिंह ऐरीको सुदूरपश्चिम रोयल निकै ब्यालेन्स टिम देखिएको छ। उत्कृष्ट टिम, टप 4 सुनिश्चित, राम्रो टिम देखिएको छ स्क्वाड एनालाइज गर्दा सुदूरपश्चिम। र कसले जित्ला त तपाईँहरूलाई के लाग्छ यो एनपिएल सिजन 2 एनपिएल 2025 को उपाधि कसले जित्ला त कमेन्ट गर्नुहोला र च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नुहोला र यो भिडियोलाई लाइक गर्न नबिर्सनु होला। धन्यवाद। थ्याङ्क यू फर वाचिङ। बाई बाई।